प्रधान न्यायाधीश नियुक्ति बहस सामाजिक सञ्जालमा ट्रेन्डिङ। सर्वोच्च अदालतको नेतृत्व परिवर्तनसँगै प्रधान न्यायाधीश नियुक्तिको विषय अहिले सामाजिक सञ्जालमा व्यापक बहसको केन्द्र बनेको छ। वरिष्ठ न्यायाधीश मनोज शर्माको नाम सिफारिस भएपछि फेसबुक, टिकटक, एक्स र युट्युबतर्फ समर्थन र आलोचनाका मिश्रित प्रतिक्रिया देखिएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्तामध्ये धेरैले न्यायपालिकालाई सक्षम, निष्पक्ष र दबावमुक्त नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। उनीहरूले अदालतप्रति जनविश्वास घट्दै गएको अवस्थामा नयाँ नेतृत्वले न्यायिक सुधारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। कतिपय प्रयोगकर्ताले विगतमा न्यायपालिकामा देखिएका विवाद, राजनीतिक प्रभाव र न्यायाधीशहरूमाथि उठेका प्रश्नहरू स्मरण गर्दै आगामी नेतृत्वले त्यस्ता घटना दोहोरिन नदिनुपर्ने चेतावनी दिएका छन्। न्यायालयमाथिको विश्वास बचाउन अबको नेतृत्व निर्णायक हुनुपर्छ भन्ने खालका पोस्टहरू सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भइरहेका छन्। उता केही कानुन व्यवसायी र विश्लेषकहरूले पनि डिजिटल प्लेटफर्म मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनीहरूले प्रधान न्यायाधीश केवल प्रशासनिक पद नभई लोकतान्त्रिक प्रणालीको महत्त्वपूर्ण स्तम्भ भएको उल्लेख गर्दै नियुक्ति प्रक्रिया पारदर्शी र विश्वसनीय हुनुपर्ने बताएका छन्। प्रधान न्यायाधीश नियुक्ति सम्बन्धी बहस सामाजिक सञ्जालमा तीव्र बन्दै जाँदा यसले न्यायपालिकाप्रतिको जनचासो र नागरिक निगरानी दुवै बढेको सङ्केत गरेको विश्लेषण गरिएको छ।